ल हामी चाहिँ यहाँबाट चाहिँ आमाको चाहिँ सुँगुर हामीले लोड गरेर चाहिँ निकालेर चाहिँ हिँड्यौँ। गाडी वहाँ माथि छ घर हेर्नुहोस्। अब सुँगुर चाहिँ मकैबारी छिर्यो। मकैबारी दर्याम दर्याम हरियो हरियो काँक्रो होइन हरियो बखडा चाहिँ दर्याम दिस बखडा हेर्नुहोस्। यसलाई बखडा भन्छ। सुँगुरले दुःख दिन थाल्यो। सानो सानो पाठाहरू छन् यता यहाँ। अब हामी चाहिँ मकैबारी दर्याम दर्याम गर्दै निस्किँदैछौँ गाइज हो। अब सुँगुरले यता हाम्रो मुनु दाइ हुनुहुन्छ। बारीमा चाहिँ सकरखण्ड पनि छ है। ले हेर्नुहोस् मजाले यो चाहिँ कागती फल्दैछ। यहाँदेखि चाहिँ हामी माथितिर सुँगुर आइरहेको छ। ल सुँगुर चाहिँ यता ओह्रालो लाग्यो। यसको काम छैन। एउटा सुँगुर निकाल्नलाई यति गाह्रो हुन्छ। हामीले चाहिँ तल रोडमा निकाल्यौँ। अब रोड चाहिँ माथि पुऱ्याउनुपर्छ। गाडी माथि छ त्यहाँ गएर लोड गर्नुपर्ने। लगभग 10-15 मिनट लाग्छ यसलाई हिँडाएर लाँदाखेरि। मौसम यस्तो भइरहेछ हेर्नुहोस्। यसको काम छैन। यो काम छैन। यो काम सिक्न आएको रे। यसको पारा यस्तो छ। मुदिर साहबहरूले हेर्नुहोस् यो यस्तो गर्छ भन्छ। यसलाई केही गरेर नहुने भयो। बरु 12 वर्ष कुकुरको पुच्छर ढुम्राएर खाने सिधा होला। यसले चाहिँ काम नसिक्ने भयो। यसले हेर्नु चाक हल्लाउँछ खालि। यसको काम छैन। सुँगुर तीव्र गतिमा हिँड्दैछ र हाम्रो कदम पनि अघि बढ्दैछ। र गाइज हामी अहिले चाहिँ खोटाङको देब्रुङ चुइचुम्पा गाउँपालिका चाहिँ भन्दा अलि तल चाहिँ हामी एउटा सुँगुर चाहिँ लोड गरेर निकालेर हिँड्दैछौँ। हजुर सुँगुर मैले किनेको सुँगुर यता हाम्रो कविराज चामलिङ राई सरले चाहिँ किन्दै हुनुहुन्छ। हेर्नुहोस् हेर्दाखेरि ठ्याक्कै लाएर चाहिँ मलाई चाहिँ हाम्रो दाजु चाहिँ ल हेत्तेरिका ठ्याक्कै के दयाङ राई जस्तो देखिन्छ भन्न लागेको थिएँ। अब दयाङ राईले त्यस्तो गर्दै गर्दैन। चिम्पान्जी त जस्ताले हिँड्नुहुन्छ। लो हो त एउटा अगाडि एउटा पछाडि ठ्याक्कै जोडी मिलेर दाजु बहिनी जस्तो। यता हाम्रो मनु दाई दाजु। अनि के छ त अनि तपाईँको हल्लीचल्ली? अनि योपालि अनि कस्तो लागिरहेको छ तपाईँलाई? यो बर्खा अब साउनको 15 त भोलि हो त दाजु। अनि के हो अन्त? हामीलाई त अब यसो दही चिउरा खुवाउनु पऱ्यो। 14 भयो ए भनेपछि काठमाडौँ खानै पुगिने रहेछ। तपाईँको दही चिउरा बच्यो। दही चिउरा नखाने तर मासु भात खाने। ल यो चाहिँ हामीले हिँड्दैन भनेर चाहिँ बडो हामीलाई चाहिँ मनमा दुःख लागिरहेको थियो। तर यो हामीभन्दा पनि छिटो छिटो रकेट हिँडेर चाहिँ हामीलाई भेट्न सकेन। बरु हाम्रो थकाइसक्यो। अर्को पाठो हिँड्यो अगाडि। यसको चाक मात्रै चुर्न परे है के हो? ल्याएर ल आउँदै गर्दाखेरि बाटोमा कालो बफ्याल्लो हामीले चाहिँ देख्यौँ। यो माउको डल्लो हो। घाम पनि टलक्क लाग्यो त अहिले त दामी।